ल अहिले हामी चाहिँ धरान 16 रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा छौँ। अहिले स्तरोन्नति भइरहेको छ, धमाधम काम भइरहेको छ। प्रदेश सरकारको कोशी प्रदेश सरकारको सहयोगमा यो सम्पन्न भइरहेको छ। माननीय विजय कुमार राईको संसद कोषबाट रु 15 लाख रुपियाँ बजेट यसको स्तरोन्नतिको लागि छुट्याइदिनु भएको थियो र अहिले काम भइरहेको छ। यहाँ चाहिँ समस्या भनेको यहाँ साउन्ड इको हुने रहेको थियो र यो साउन्ड इको हुनाले चाहिँ राम्रोसँग ट्रेनिङ गर्न र कार्यक्रमहरू गर्दा बोलेको नबुझिने समस्या थियो। अहिले हामीले त्यसैको स्तरोन्नतिको लागि काम भइरहेको छ। यो हरियो कार्पेट देखिराख्नु भएको छ, यो वरिपरि हरियो कार्पेट लाग्नेछ। यो झ्यालहरू भएको कोपरामा पनि त्यहाँ पनि कार्पेट लाग्नेछ। यतापट्टि यो फुल पछाडि टिन र मुनि सिमेन्टेड वालमा पनि कार्पेट लाग्नेछ। र यो सँगसँगै कार्पेटले पुग्यो भने हाम्रा ठेकेदार विजयपुर 14 वार्ड नम्बर 14 विजयपुर डाँडा निवासी नवीन केसीजीले ठेका लिनुभएको छ। उहाँको नेतृत्वमा काम भइरहेछ र कार्पेटले पुगेछ भने चाहिँ यो योजनामा नभए पनि यो वालमा पनि उहाँले चाहिँ कार्पेट लगाइदिने भन्ने चाहिँ उहाँले जानकारी गराउनु भएको छ। चाहिँ अहिले नै पनि चाहिँ इको कम मैले महसुस गरिरहेको छु। हाम्रो पूर्वाञ्चल इन्जिनियर क्याम्पसका विद्यार्थी भाइहरूको सहयोगमा उहाँहरूको चाहिँ आइडिया बमोजिम योजनाअनुसार यो कार्पेट लगाइएको छ। यो चाहिँ पक्कै चाहिँ इकोको लागि काम गर्ने भने यतिको हलमा करोडभन्दा बढी बजेट लाग्छ। तर हामीले त्यसको भन्दा वैकल्पिक उपाय चाहिँ इन्जिनियर भाइहरूको सल्लाहले चाहिँ अहिले हामीले कार्पेट लगाएर चाहिँ हामीले काम गरिरहेको म यहाँहरूलाई जानकारी गराउँदछु। तपाईँलाई थाहा नहुनसक्छ, नेपालमा भएको 13औं सागको बास्केटबल खेलको क्लोज क्याम्प महिला पुरुषको यहीँ सम्पन्न भएको थियो। करिब 49 दिन करिब 74 जनाले चाहिँ यहाँनिर ट्रेनिङ गरेका थिए। त्यसको प्रतिफल पनि आएको थियो। धरानको महिला टिमबाट पढ्न सफल राष्ट्रिय खेलाडी चाहिँ सिल्भर मेडल ल्याउन सफल भएको थियो डाक्टर आशा राई। प्रशिक्षक विकास चामलिङले रजत पदक ब्रोन्ज मेडल ल्याउन सफल भएको थियो। अफिसियल रेफ्रीमा चाहिँ धरानका शिशिर पोखरेल 13औं सागमा अफिसियलको रूपमा चाहिँ अवसर प्राप्त गरेको थियो। यहाँ हेर्न सक्नुहुन्छ मर्मत सम्भार स्तरोन्नति भइरहेको छ। बाहिरबाट हेर्दा यस्तो देखिन्छ हाम्रो इन्डोर बास्केटबल कोर्ट जुन स्तरोन्नति भइरहेको छ। यसलाई थप स्तरोन्नति गर्न बाँकी छ, स्टेजहरू बनाउन बाँकी छन्।